नमस्ते। आज हामी सतीशजीको लेख बागमती अस्तित्वको खोजीमा आधारित रहेर बागमती नदीबारे अलिकति गहिरो कुराकानी गर्दैछौँ। नमस्ते। हो, यो लेखले बागमतीको अहिलेको अवस्था र यसको जुन सांस्कृतिक ऐतिहासिक पक्ष छ नि त्यसलाई राम्ररी जोडेको छ। हो, र यो खालि एउटा नदीको मात्रै कुरा होइन जस्तो लाग्यो मलाई पढ्दाखेरि। होइन नै, सामग्रीले एकदम प्रष्ट पार्छ कि बागमती कसरी हाम्रो भनौँ न पहिचान, हाम्रो आस्था, हाम्रो सभ्यतासँग जोडिएको छ। त्यही त आजको हाम्रो यो विमर्शको खास उद्देश्य पनि त्यही हो नि, होइन? यसको यो अनेक पक्ष बुझ्ने अनि अहिले जुन हालत छ त्यसको कारण के हो भनेर खोतल्ने हो, र स्रोतमा केही समाधानका कुरा पनि छन् कि भनेर हेर्ने। त्यसो भए सुरु चाहिँ यसको त्यो एकदम गहिरो सांस्कृतिक धार्मिक पक्षबाटै गरौँ न त। सामग्रीमा उल्लेख भए अनुसार यो नदी त कस्तो भने जीवन र मृत्यु दुवैसँग जोडिएको रहेछ। एकदम। यही किनारमा अन्तिम संस्कार हुन्छ, शवदाह गरिन्छ अनि पितृहरूलाई सम्झेर श्राद्ध तर्पण गर्ने ठाउँ पनि यही हो। अनि कति पुरानो होइन, पशुपतिनाथ, गुहेश्वरी जस्ता आस्थाका केन्द्रहरू यही नदीको छेउमा छन्। हो नि, शास्त्रमा त यसलाई मोक्ष दिने नदी नै भनिएको छ, बागमती स्नानम मुक्तिदम भनेर। तर अचम्म लाग्दो कुरा चाहिँ के भने यति पवित्र मानिएको नदी आज यस्तो दूषित, यस्तो दुर्गन्धित किन भयो त? सामग्रीले पनि यही प्रश्न उठाएको छैन? हो, यही नै मुख्य प्रश्न हो। यो विरोधाभास नै सबभन्दा दुःख लाग्दो छ। जसलाई हामी देवी भनेर पुज्छौँ नि, त्यसैलाई दिनदिनै फोहर बनाइरहेका छौँ। हो त नि, सामग्रीले कारणहरू पनि खोतलेको छ है, के कुराले चाहिँ बागमतीलाई यस्तो अवस्थामा पुर्यायो भनेर। के भन्छ? विभिन्न कारणहरू देखाएको छ। एउटा मुख्य कारण त काठमाडौँ उपत्यकाको त्यो प्रशोधन नगरेको ढल सिधै नदीमा मिसाइनु नै हो। ए हो र? हो, लेखकले त तथ्याङ्क नै दिएका छन् कति धेरै फोहोर पानी बिना प्रशोधन बागमतीमा जान्छ भनेर। अनि अर्को कुरा, नदी किनारमा त्यो अव्यवस्थित बसोबास, अतिक्रमणले पनि यसको प्राकृतिक बहावलाई, इकोसिस्टमलाई बिगारेको छ। अनि त्यो उद्योगहरूबाट आउने प्रदूषण नि, जस्तो कल कारखानाहरू, त्यसको बारेमा केही छ? विशेष गरी गलैँचा कारखाना अनि अरू साना उद्योगबाट निस्कने त्यो केमिकल भएको पानी पनि नदीमा मिसाइएको कुरा लेखकले उठाएका छन्। त्यसमाथि घरबाट निस्कने ठोस फोहोर पनि जथाभावी नदी किनारमै फाल्दिने चलनले अवस्था झन् बिग्रेको छ। यो त पानी मात्र फोहोर भएको होइन, नदीभित्रको पुरै जीवन नै भनौँ न सखाप पारेको छ। सामग्रीमा यो कुरा विस्तारमै छ। ए बाबा, तर यी समस्या समाधान गर्न केही प्रयासहरू भएका छैनन् र? केही पहलहरूको कुरा छ कि सामग्रीमा? अवश्य छ। बेला बेलामा नदी सफाई अभियानहरू भए होइन, अनि केही ढल प्रशोधन केन्द्रहरू बनेका चलेका कुरा पनि उल्लेख छ। तर लेखकको तर्क के छ भने यो प्रयासहरू पर्याप्त भएनन्, दिगो हुन सकेनन्। किन होला त? अब कानुन त छ, तर त्यसको कार्यान्वयन एकदम फितलो भयो अनि सरकारी निकायहरू बीच पनि तालमेल मिलेन, र सबैभन्दा महत्त्वपूर्ण कुरा मान्छेमा चेतना, नागरिक जिम्मेवारीको कमी भयो। यही कारणले सोचे जस्तो सुधार हुन नसकेको विश्लेषण छ। भनेपछि यो खालि प्राविधिक वा वातावरणीय मुद्दा मात्रै रहेनछ, यो त हाम्रो समाजको व्यवहार, हाम्रो मूल्य मान्यतासँग पनि जोडिएको विषय पो रहेछ। बिल्कुल, सामग्रीले जोड दिएको मुख्य कुरा नै यही हो। बागमतीलाई पूजा पनि गर्ने तर व्यवहारमा फोहोर पनि गर्ने, यो जुन द्वैत चरित्र छ नि, यसले हाम्रो समाजको गहिरो अन्तर्विरोध देखाउँछ। यो केवल नदी सफा राख्ने कुरा मात्रै होइन, यो त हाम्रो आस्था, हाम्रो संस्कृति, हाम्रो पहिचानलाई हामी व्यवहारमा कसरी उतार्छौँ भन्ने प्रश्न हो। एकदमै गहिरो कुरा। सामग्रीको निचोड पनि सायद यही दिशातिर छ होला है। हो, अन्तमा लेखकले एउटा निकै मार्मिक तर महत्त्वपूर्ण विचार छोडेका छन्। बागमती नदीलाई बचाउनु भनेको कुनै भौतिक संरचना वा पानीको धारालाई बचाउनु मात्रै होइन रे। के हो त? यो त वास्तवमा हाम्रो आफ्नै भविष्य, हाम्रो पहिचान र हामीले मान्दै आएको जुन आस्था छ नि, त्यसलाई बचाउनु हो नि। नत्र लेखकले भने जस्तै भोलि भविष्यले हामीलाई पक्कै सोध्नेछ, तिमीहरूले आफ्नै आस्थाकी देवीलाई कसरी मर्न दियौ? यो प्रश्नले त साँच्चै झस्काउँछ। हामीले यो सामग्रीबाट सिकेको कुरा जानकारी मात्र होइन, यो त एउटा आत्मसमीक्षा गर्ने अवसर पनि हो जस्तो लाग्यो। हो, सबैले सोच्नुपर्ने कुरा हो यो।